कङ्ग्रेचुलेसन, तपाईको ट्विन्स बच्चा भएको छ। तर हामीले कोइन्सिडेन्टली एउटा बच्चालाई बचाउन सकेनौँ। मेरो सानो गल्तीको कारणले आज हाम्रो बच्चा हामीबाट टाढा भयो। सक्छु भने मलाई माफ गरिदेऊ। हुन त म माफ गर्ने लायकको पनि छैन। आज म संसारबाट टाढा हुँदैछु। यो सब के गर्नुभएको हजुरले? यस्तो गर्नु हुँदैन थियो, किनकि यो तपाईँको गल्ती होइन। यो सब समयको खेल हो। आफ्टर 18 years प्रतीक्षा, कति बोलाको? आउँदैछु त। हिँड्न जाम, सपिङ गर्न जान ढिलो भइसक्यो। त त जहिले जहिले सपिङ भनेर मलाई वाक्क लाउँछस्। जानु पनि मन लाग्दैन, तर जाउँ जाउँ भन्छस्। अनि जान मन लाग्दैन भने नजा, तँलाई पनि त सपिङ गर्नुपर्छ कहिलेकाहीँ। म जान्दा तेरो साथी। आज भर्खरै त छुट्टी भएको छ, त्यो पनि सपिङ जानेर। कम्ती कहिलेकाहीँ त रेस्ट गर्नु पनि हेर न छिटो। ननसेन्स। आइम सरी। आँखा छैन, हेरेर हिँड्नु पर्दैन। छोड दे, के कुरा गर्नु यिनीहरूको। यो केटाहरू त यस्तै हुन्छ। ओ म्याडम, म जान्दैन तपाईँसँग ठोकिन आएको होइन। आफै ठोकिने अनि ठुला कुरा गर्ने लाज लाग्दैन? लाज त तपाईँलाई लाग्नुपर्ने हो म्याडम। यस्ता मान्छेहरू कुरा गर्नुभन्दा त बरु कुकुरसँग कुरा गर्छु। आँखा देख्नु हुन्थ्यो भने त आफै ठोकिनु हुन्न थियो नि। हेलो, को ठोकेको पहिला? मेरो पछि गर्दै आउँदै थियो, मैले अघिदेखि वाच गरिरहेको थिएँ। अबदेखि कस्तै केटीहरूलाई यस्तो गर्ने होइन, बुझ्यौ? ओ म्याडम। ए छोड्देऊ केटा, अहिलेको केटीहरू लास्टै भाउ खाने हुन्छन् क्या। यो आफै नै खोज्नु त आएको हो नि। हेरौँला को नेम खोज्न आएको। ए हिँड्न जाम, सपिङ गर्न ढिलो भइसक्यो। ए छोड्देऊ छोड्देऊ अब जानुपर्छ नि। यस्ता केटीहरू त कति खान्छन् मान्छे। यस्तो केटाहरूलाई त केही भन्न सकिँदैन। यिनीहरूको त चालामाला नै यस्तै हो। हिँड्छ। कसले राम्रो भन्नु भनेको छ त? हेरौँला किन गतिलो भन्छन् ल। के हो मैया, कतैदेखि चिटिक्क पऱ्यो? को हो तिमी? अनि यहाँ किन आउनु भएको? यो केटी त हेर त, धेरै राम्रो देखिन्छ। हाम्रो मालिकले त लाइक हुन्छ। यो मान्छेको मलाई इन्टेन्सन ठिक लागेन। म यहाँदेखि जानुपर्छ। ए मैया, कहाँ यतिकै हिँड्न लागेको? ए किस्तो दिएर छौ? तेरो घरमा आफ्नो दिदीबहिनीहरू छैन? थ्याङ्क यू सो मच, तपाईँले मेरो ज्यान बचाइदिनु भएकोमा। ओके ओके, जाऊ। ओए, तँलाई चाहिँ फेरि त्यही केटीलाई बचाउन जानुपर्ने। अघि त लास्टै भाउ दिएको थियो त यार। त केटी देख्ने बित्तिकै लट्ठे परिहाल्छस् है। तँलाई के थाहा यार, माया भनेको के? हो तेरो कति न माया, हामीलाई थाहा नभएको जस्तो। ल ल एकचोटि मायामा पर्छस् अनि थाहा पाउँछस्। हेरौँ न। जा, त बुझ्दैन छैन यस्तो कुरा। बुझ्छ त छैन, ठुलो भइसक्यो। ओइ, अघि त त्यही केटासँग झगडा गरेर अहिले त त्यही केटालाई थ्याङ्क यू। के हो तेरो पारा? त पनि जे पाए त्यही बुझेस् भने केही पनि होइन। अब मेरो ज्यान बचाइदियो उसले, त्यही भएर थ्याङ्क यू भनेको नि। मान्छेले थ्याङ्क यू भन्दैमा के हुन्छ र? हो, मलाई त लाग्यो अर्कै कारण होला। जे पाए त्यही बुझेर नबस् न। अम्बोस, सलाम। अहिले तपाईँको लागि एउटा राम्रो फुल ल्याएको छु। त्यो फुल जसरी पनि मेरै हुनुपर्छ। हस् बोस, यो तेरो अनुहारमा के भयो? मलाई आज बोस, कुन चाहिँ केटाले तुलाए पनि ठुलो पिठो पारो आए। साह्रो दुखिरहेको छ बोस। जब एउटा केटासँग लड्न सकिनस्, यत्रो भात खुवाएर पालेको तँलाई यही कामको लागि हो? सरी बोस, अब म अवश्य लड्नेछु। हेलो, हाई, what is your name? I'm Ravi. And you? I am Jasmine. Wow, nice to meet you. Thank you. यो हेर्दा त कति राम्रो छ। यसलाई मैले पाएँ भने त मेरो जिन्दगी नै स्वर्ग जस्तै हुने थियो। तर के गर्नु, यसको कोही छ कि छैन? ओ, अब के गरौँ? अहिलेलाई जान्छु। ओके, बाई। आज किन ढिलो आएको?
ए यो त जोसँग पनि लट्ठेको छ एउटा कोही राम्री केटी देख्नु छैन मख परेर हेरिबस्छ मलाई त योसँग हिँड्न पनि झ्याउ लागिसक्यो अब त म त हिँड्दिनँ होइन आबा त्यस्तो केही पनि होइन ए उल्टो उल्टो कुरा गरेर उल्टो उल्टो गौरा गरेर अहिले केटीहरू ल्याएर यहाँ सोध्नु थाल्यो भने सबै थाहा हुन्छ कटिना अघिको मलाई मान्छे देख्दा एकदमै धेरै राम्रो लाग्यो हुनु त मैले उसलाई धेरै नै गाली गरेँ तर थाहा छैन कि उमा के छ उसले मेरो मनलाई उडाएर लगेछ बिस्तारै मैले उसलाई मन पराउन थालेछु फेरि मलाई उसको नाम पनि थाहा छैन तर यति धेरै माया गर्छु यति धेरै गर्छु वाउ मेरो बारेमा उनले के सोचिन् होला म त उसको यादमा यहाँ तडपिरहेकी छु सायद उनले पनि मेरो बारेमा सोचिरहेकी होली उनी त मलाई उसको नामै थाहा छैन तर म उसलाई आफूलाई भन्दा बढी माया गर्छु आजको चन्द्रमा कति राम्रो छ भन्ने गर्छन् मुभीहरूमा हेर्दा र सिरियलहरूमा हेर्दा चन्द्रमा धेरै राम्रो देखिन्छ आज त्यस्तै राम्रो देखिएको छ आज मलाई आफै चन्द्रमा हेर्न मन लाग्यो चन्द्रमा तिमी गएर मेरो मनको कुरा उसलाई भनिदेऊ न के सोचिराखेको चन्द्रमालाई हेरेर मलाई माया बस्यो कोसँग त्यो हिजो आउने केटा थियो नि त्यो अल्को अल्को अनि धेरै ह्यान्डसम थियो त्यो मान्छेसँग जसले मैले एकदमै धेरै गाली गरिरहेकी थिएँ ओ त्यही मान्छे तँसँग त धेरै झगडा गर्दै थिइस् रियली रियली म तँलाई झुट बोल्छु र ओ त्यसो भए अब के गर्छस् त अरे यार मलाई उसको नाम पनि थाहा छैन कसरी गएर बोलाउनु अनि फेरि उसको घर पनि त मलाई थाहा छैन त चिन्ता नगर तेरो साथीको के काम म तँलाई सहयोग गर्छु ओहो त्यसो भयो नि जसरी भए पनि मेरो लागि त्यो मान्छेलाई पट्याउनु पर्यो पट्याउनु त तैँले हो का मैले हो त ओहो कस्तो मिस्टेक्सली बोलेछु मेरो मतलब उसलाई मिलाइदिनु पर्यो ओके म कोसिस गर्छु ओइ किन टोलाएर बसेको केही पनि भएको छैन कि कतै तेरो कोहीसँग माया पो बस्नु थालेको नि क्या हो हो यार के भयो मलाई थाहा छ त्यही हिजो भेटेको केटीसँग होला होइन हो यार अनि त्यसले त तँलाई खुब गाली दिइरहेको थियो त अनि गालीमै माया हुँदो रहेछ यार जसलाई बढी घृणा गरिन्छ नि त्यसलाई सबैभन्दा बढी माया गरिँदो रहेछ हो धेरै मायामा नपरे कुन दिन हृदयघात भएर मर्लास् हेर साथी मेरो हरेक सुख दुःखमा त साथ दिइस् प्लिज जसरी भए पनि मलाई त्यो केटी मिलाइदिएन है हो मलाई पनि थाहा छ मायामा पर्दा के हुन्छ भनेर ठिक छ सके जतिको सहयोग र साथ सधैँ मबाट तमा भन्ने रहन्छ चिन्ता नगर थ्याङ्क यू हेलो हाई आइएम सो सरी मैले तपाईँलाई त्यसरी गाली गर्नु हुँदैन थियो इट्स ओके फाइन अनि तपाईँको नाम आइएम रवि एन्ड यू प्रतीक्षा तपाईँसँग भेटेर मलाई धेरै खुसी लाग्यो अनि तपाईँसँग मलाई एउटा कुरा गर्नु थियो मलाई पनि केही कुरा तपाईँ पहिला भन्नुहोस् न त त्यस्तो भए तपाईँ भन्नुहोस् न थाहा छैन मलाई यो सब के भयो जब मैले तपाईँलाई देखेँ सबै अचम्म लाग्न थाल्यो यो हावा यो आकाश यो पाताल सबै अचम्म लाग्न थाल्यो मलाई तपाईँभित्र माया देख्न थालेछु हुन त तपाईँले मेरो प्रपोजलाई एक्सेप्ट गर्नुपर्छ भन्ने छैन तर म तपाईँलाई धेरै माया गर्छु आई लभ यु आई रियली लभ यु लभ यु टु
यो सब म के देख्दैछु? रवि अरू कुनै केटीको साथमा? यसो कसरी हुन सक्छ? म कसरी हार्न सक्छु? रविलाई मैले एकै नजरमा मन पराएको हो। त्यसैले अब मैले कुनै न कुनै बाटो खोज्नुपर्छ। तिनीहरूको मायालाई मैले तोड्नुपर्छ। हाई। हाई। तपाईँको पनि सेम टु सेम रविको जस्तै अनुहार रहेछ। के कारणले आउनुभयो? मैले एउटा रवि भन्ने केटालाई मन पराएको थिएँ। ऊ अरू कसैको हुँदैछ। मलाई ऊ जसरी पनि चाहिन्छ। प्लिज मलाई मद्दत गर्नुहोस्, प्लिज। आइएम सरी, म यस्तो काम गर्न सक्दिनँ। किन सक्नुहुन्न? हेर्नुहोस्, म राम्रो मान्छे होइन। त्यसले मलाई केही फरक पर्दैन। मात्र मलाई रवि चाहिन्छ। मलाई जसुकैको साथ दिन परोस्, म तयार छु। राम्रो नराम्रो सबैसँग लड्न तयार छु। प्लिज मलाई रवि चाहिन्छ। यसको बदलामा मलाई के मिल्छ? तपाईँले जे माग्नुहुन्छ म त्यो दिन तयार छु। हेर्नुहोस्, यो केटीलाई तपाईँ असाध्यै माया गर्नुहुन्छ होइन? मलाई थाहा छ माया खोसेर पाइँदैन, तर म जबरजस्ती खोज्न बाध्य छु। मैले तपाईँलाई भन्नुको कारण के हो भने तपाईँले जुन केटीलाई माया गर्नुहुन्छ नि त्यसका रफीको अफेयर चल्दैछ। हामी दुईजना एउटै अवस्थामा छौँ। प्लिज मलाई मद्दत गर्नुहोस्। तपाईँ जतिको खतरा मान्छे यो संसारमा कोही छैन अरे। त्यसैले प्लिज मलाई मद्दत गर्नुहोस् न। नाइ, म मेरी बाहेक अरू कसैको हुन दिन्न, चाहे जस्तो सुकै अवस्था आओस्। त्यसो मलाई मद्दत गर्नुहुन्छ त? ठिक छ, म मद्दत गर्छु। त्यसो भए तपाईँले रविको अनुहार लिएर उसलाई फसाउन जानुपर्छ। ओके, म जान तयार छु। त्यसो भए प्लान सक्सेस भयो होइन त? यस, सम्झ यो काम भयो। ओके, थ्याङ्क यू। हेलो। हाई। कहाँ गएर कि? म कलेज गएर आएकी। अनि तिमी कलेज नआउने आज? हेर न, आज मेरो सानो काम गऱ्यो, त्यसैले आज आउनु भ्याउँदिनँ होला। ओके, मैले हतार छ, म जान्छु है। एकैछिन बस न। किन? ठिक छ, जाऊ। ओके। हाई। हाई। के हो, आज त मलाई खोजेनौ त? मैले तिमीलाई अघि भर्खरै भेटेकी थिएँ, अनि तिमी कलेज नआउने भन्दै थियौ। मलाई? म त अघि नै कलेज आएँ। अनि मसँग भेट्ने को थियो? होइन, तिमी मलाई किन झुट बोल्छौ? ए, मलाई थाहा भयो। मलाई बाइकमा पछाडि बसेर ल्याउनु पर्छ भनेर। ओ नो, त्यस्तो होइन। मैले तिमीलाई भेटेकै छैन। मैले भर्खरै भेटेको, कति झुट बोल्छौ? तिमीलाई के गलत फहमी भयो होला। तिमी त आज कलेज नआउने भन्दै थियौ, अनि कलेज आएछौ त? कलेज? म कलेज आउँदिनँ भन्दै सोचेको थिएँ, तर मनले नै मानेन। के गर्नु? अनि अघि तिमी कलेजमा त मैले त्यस्तो भनेकै थिइनँ, मैले तिमीलाई भेटेकै थिइनँ भन्दै थियौ त। यो साले कपालमा हाटी कलेज आएछ। ओके, केही छैन, म गएँ। हेलो रवि, मलाई तिमीसँग कुरा गर्नु छ। हुन्छ नि त, म आउँछु। तिमी किन? पहिला मेरो कुरा सुन, मैले तिमीसँग भेटेर कुरा गर्नु छैन। के भयो यार? तिमी मलाई किन झुटमा झुट बोल्छौ? किन? तिमी मलाई के सोच्छौ? मैले तिमीलाई माया गरेँ, तर तिमीले मलाई झुटको झुट बोल्छौ। भन्दै थियौ कि कलेज आउँदिनँ, फेरि आयौ, अनि त्यसपछि भन्दै थियौ फेरि होइन भ्याइ, अनि त्यही भएर भन्छौ। के भन्न खोजेको तिमीले? तिमीलाई मैले भर्खरै भेटेको थिएँ चौतारामा,
बिलिभ मी यार, तिमीलाई के गलत फहमी भएको? होइन, तिमीले मलाई मेरो मन दुखायो। आजदेखि म तिमीलाई हेट गर्छु। मैले तिमीलाई धेरै माया गरेको थिएँ, तर तिमीले मेरो मायाको रेस्पेक्ट गरेन। आई हेट यु एन्ड गुड बाई। मलाई कल गर्ने कोसिस नगर। प्रतीक्षा 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 के भयो तँलाई? किन रोको प्रतीक्षा? मैले जसलाई धेरै माया गर्थेँ उसले मलाई उसले मलाई विश्वासघात गर्यो अनि उसले झुट पनि बोल्यो मसँग। मैले उसलाई धेरै विश्वास गरेकी थिएँ, आफूभन्दा पनि बढी। हेर त्यस्तो नभन। के थाहा तँलाई केही गलत फहमी भएको हो कि? सानोतिनो कुरामा त्यस्तो भन्नु हुँदैन, बरु उसँग कुरा गर। मैले उसलाई भनेको थिएँ, तर होइन भनेर सरासर झुटको झुट बोल्छ। नपत्याइ म तँलाई फोटो पनि देखाउन सक्छु। खै के हो हुनसक्छ यो कुराको पछाडि अरू नै केही कुरा छ। हामीले पत्ता लगाउनुपर्छ। यति सजिलो यस्तो ठुलो निर्णय लिनु हुँदैन तैँले। तर उसले मेरो दिल टुटाएको छ, त्यसैले म उसलाई कहिले पनि माफ दिन सक्दिनँ। र म अब उसँग कहिले कुरा त्यस्तो नभन। त त्यस्तो शब्द नबोल जसको कारणले गर्दा तैँले लास्टमा पछुताउनु परोस्। प्लिज सोच विचार गरेर डिसिजन ले। म तिमीलाई धेरै माया गर्छु प्रतीक्षा। कहिले पनि धोका दिन सक्दिनँ। ओए के भयो? कहिले पनि त यस्तो स्याड देख्दैन थिएँ। आज के भयो तँलाई एक्कासी? भन त। छोडी यार। के भयो? होइन मैले त के पनि बुझ्न सकेको छैन। के भयो भन राम्रोसँग। खास कुरा के हो भने म आज कलेज गएको थिएन भनेर उसले मलाई मैले उसलाई म कलेज जान्न भनेर भने अरे। उसले मलाई 2-3 पटक भेटिए अरे। मैले उसको विश्वास तोडे अरे। अब म बाँच्दिनँ। होइन यार, त्यस्तो कुरा नगर यार। तँ रहेनस् भने मेरो महत्त्व किन रहेर? तेरो कुरा सुन्दा म आफूलाई दुःख लागेर आइसक्यो। मेरो मन रोइसक्यो, किनकि जिन्दगीमा कहिले पनि तसँग हरेक जिन्दगी बिताउँदा त कहिले पनि रोएको देखेको थिइनँ। सायद आज तेरो आँखामा आँसु टिपिरहँदा मेरो आँखामा पनि आँसु रोइसकेको छ। यो संसार छाड्ने र अब म कहिले बाँच्दिनँ भन्ने कुरा नगर, किनकि तँ मेरो जिन्दगीको साथी होस्। त्यसैले म तँलाई अझै पनि सक्दो साथ। ठिकै छ यार, जिन्दगीमा यस्ता उतार चढाव हरेक आइरहन्छन्, थाहा छ होला नि। तँलाई मैले कस्तो कुरामा सहयोग गरिनँ र मलाई पनि तैँले सहयोग गरेको थिइस्। म त एउटा फुटपाथमा हुर्केको मान्छे त थिएँ। ठिकै छ, अब यसरी चुप्प लागेर होइन, मलाई केही कुरा शङ्का लाग्दैछ। यहाँ यो तेरो माया र यहाँ तेरो माया तोड्नको लागि कसैले आँखा लगाएकै छन्, आँखा गाडेकै छन्। विश्वास गर यार, विश्वास गर। मैले उसलाई झुट बोलेको होइन। कमसेकम त विश्वास गर। म तेरो विश्वास गर्छु। तैँले अहिलेसम्म मलाई कुनै कुरामा झुटो बोलेको छैनस्। जिन्दगीमा पहिलोपटक कसैलाई माया गरेको थिएँ यार। सुनेको थिएँ माया गर्ने मान्छेहरूको मन निकै नै ठुलो हुन्छ। आज म यो देवी देवतालाई साक्षी राखेर भन्दैछु कि बरु मेरो जिन्दगी बिग्रियोस्, तर म तेरो जिन्दगी बिग्रेको देख्न चाहन्न। एक दिन न एक दिन तेरो मायाले अवश्य सार्थकता प्राप्त गर्नेछ। हेर, तेरो मायाले एक दिन जित हासिल गर्नेछ सबैको मनमा। जसरी अहिले लैला मजनू र मुना मदनको कुरा मनमा गुन्जिरहेको छ नि, एक दिन न एक दिन हेर तेरो अभि र प्रतीक्षाको जोडी पनि सधैँभर अमर रहनेछ। तहरूले यो संसार छाडेर गए तापनि।
छोड दे को तिमीहरू मलाई जान दिनुहोस् छोडिदिनुहोस् प्लिज प्लिज पहिला हाम्रो इच्छा पुरा हुन्छ अरे त बताला छोड आखिरमा त के चाहन्छस् मबाट छोड दे मलाई अनि त को आफ्नो अनुहार देखा जस्मिन कस्तो लाग्यो त साथी के भयो त मलाई देख्दा किन यति छक्क परिस् कहिले मेरो अनुहार देखेको थिइनस् र तैँले यो सब किन गरिस् मैले 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 रविलाई माया गरेको थिएँ तैँले के गरिस् आखिरमा मेरो रवि तेरो बनाइस् होइन मेरो रविलाई तैँले बनाइस् आफ्नो र यो केटा तेरो आफ्नो रवि होइन यो केटा अभि हो अभि तेरो 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 माया टुटाउनेवाला रवि म रवि चाहन्थेँ र अभि तँलाई त्यसैले हामीले यो सब गर्न बाध्य भयो त्यसैले रवि र तेरो मायालाई चकनाचुर पारेर हामी म रविको र तँलाई अभिको बनाउने योजना बनाउँदै गयौँ र तिमीहरू दुवैजना त योजनामा फस्दै गयौ आखिर त मबाट के चाहन्छस् अनि मेरो रवि किन चाहन्छस् म रविलाई आफूभन्दा बढी माया गर्छु र त पनि त मेरो साथी होस् बचपनादेखिको तँलाई पनि म गुमाउन चाहन्न थिएँ तर हामी छुट्टिनु पर्यो बाध्यताले तर तैँले आज यत्रो ठुलो मलाई नै धोका दिन्छस् भनेर सोचेकी पनि थिइनँ संसारमा सबै कुरा सोचेको जस्तो हुँदैन साथी रविलाई तैँले आफ्नो ज्यानभन्दा बढी माया गर्छस् छैन अनि म चाहिँ के मेरो मायामा चाहिँ के कम थियो तैँले भनेको भए म तँलाई रवि दिन्थेँ हाँसी हाँसी तर यदि मैले तँलाई भनेको भए टुटाइदिस् मैले तँलाई भनेको भए रविले मान्दैन थियो किनकि त रविलाई सबै कुरा भनिदिन्थेस् र रवि मेरो कहिले हुँदैन थियो र बिचरा यो अभिलाई पनि त चाहिएको छ यदि रवि मेरो भएन भने नि म तेरो पनि हुन दिन्न यो अग्निको कसम म रवि बाहेक कसै के हुन सक्दिनँ तिमी सिर्फ मेरी हो मेरी हे तिम्रो सिउँदोमा अरू कसैको सिउँदो पर्छ भने छोड दे म तेरो सिन्दुर बनाइदिन्छु। छोड दे बुझिस् कसैलाई बोलाउने आछ भने बोलाउँदा हुन्छ रवि बोला तेरो रविलाई रवि मलाई बचाउनु रवि हेलो रवि रवि मलाई बचाऊ रवि हेलो ए रवि रवि म तेरो गर्लफ्रेन्डको अभि हेलो हेलो रवि कहाँ छौ तिमी हेलो रवि मलाई यो ठाउँको एड्रेस थाहा छैन तिमीहरूले मलाई जबरजस्ती तिम्रो जस्तो अनुहार भएको मान्छेले मलाई रवि प्लिज तेरो रविया कहिले पनि आउन सक्दैन भने नरु आँसु नदेखा हामीलाई आँसुले पक्रिनेवाला छैन हामी रवि आउँछ मलाई बचाएर लिएर जान्छ अनि तिमीहरूको सबैको काल मलाई छोड्दे नभए तिमीहरूको जे पनि हुन सक्छ मलाई छोड्दे रविले त मलाई विष दियो भने पनि पिउन तयार छु बुझिस् त्यस्तो भए छोड्दे मलाई आखिर तिमीहरू मबाट के चाहन्छौ म तिमीलाई चाहन्छु यो कदापि हुन सक्दैन किन हुन सक्दैन तिम्रो प्रतीक्षा हुन सक्छ भने म तिम्रो किन हुन सक्दिनँ आखिर के कारण छ रवि तिमी मलाई किन एक्सेप्ट गर्न सक्दैनौ म पहिला पनि प्रतीक्षालाई माया गर्थेँ र अझै पनि प्रतीक्षालाई नै माया गर्छु म मार्दिन्छु तिमीहरूलाई एकछिन
रवि छोडिदेऊ यस्तोहरूलाई हात नलाऊ। छोरा यो तेरो आफ्नै भाइ हो। सानो छँदा तिमीहरू छुट्टिनु परेको थियो। डक्टरले त मलाई भनेको थियो मरिसक्यो भनेर, तर थाहा छैन यो के थाहा त मलाई यो बाँचेको छ भनेर। यो आमाको बुवा माया नपाएर यस्तो भएको हो। दाइ मलाई माफ गरिदेऊ। मैले तेरै मायालाई टुक्राउन खोजेँ। भाइ, मेरो भाइ, प्रतीक्षा मलाई माफ गर्दै। मलाई के थाहा त यिनीहरू दाजुभाइ हो भनेर। म तिम्रो मायालाई टुक्राउन चाहन्न। थाहा छैन कारणवश हामी कसरी छुट्यौँ। अब फेरि हाम्रो भेट भएको छ। तैँले गल्ती गरिसकिस् र माफ पनि मागिसकिस्। म तँलाई माफ दिँदिनँ र त त मेरो एकदम मिल्ने साथी होस्। छोड्दै सबै कुराहरू। तैँले भनेको थिइस् नि मलाई सबै कुरा पत्ता लगा भनेर। त्यही भएर हामीले पत्ता लगाएर अन्जुलाई सही समयमा यहाँ लिएर आयौँ, नत्र आज के हुन्थ्यो। थ्याङ्क यू। प्रतीक्षा, अब त मलाई छोडेर जाँदैनौ नि है? रवि आइ एम सो सरी। मैले पनि सबै कुरा बुझ्नु पर्थ्यो। मैले नबुझिकन तिमीलाई कति धेरै गाली गरेँ। सक्छ भने मलाई माफ गरिदेऊ।